हेलो साथीहरू, नमस्कार। के छ, सन्चै आरामै हुनुहुन्छ होला? म पनि ठिक छु भन्न चाहेँ है। मैले चाहिँ एउटा छोटो भिडियो क्लिप चाहिँ बिहे नभएको अनम्यारिड दिदीबहिनीहरूको लागि बनाएको है। यो चाहिँ हजुरहरूले चाहिँ मेरो लाइफमा एउटा राम्रो राजकुमार आउँछ। ऊ चाहिँ धेरै पढे लेखेको हुन्छ, धेरै बिजनेस के अरे ठुलो बिजनेसम्यान हुन्छ, सरकारी जागिर खाएको हुन्छ भनेर तपाईँहरू जुन सोचेर बस्नुभएको छ नि, उसँग बिहे गर्छु अनि बल्ल मेरो लाइफ स्टार्ट हुन्छ, मेरो लाइफ जर्नी सुरु हुन्छ अनि मात्र मैले मेरो सुखको दिन आउँछ भनेर सोच्नुभएको छ भने त्यो बिल्कुलै गलत सोचिराख्नु भएको छ है। म चाहिँ के भन्न चाहन्छु भने तपाईँको भविष्य भनेको चाहिँ तपाईँ आफैले निर्धारण गर्नुपर्ने हुन्छ क्या। तपाईँको हुन्छ नि, सुरुमा चाहिँ उसले के गर्छ भने अब जतिसुकै माया प्रेम भएर बिहे गरे पनि होइन, जतिसुकै जस्तो सुकै भएर बिहे गरे पनि हो, अहिले उसले तपाईँलाई हजारौँ सपनाहरू देखाएको छ होला होइन, हजारौँ सपनाका महलहरू बनाइसक्नुभयो होला तपाईँहरूले। तर त्यस्तो होइन। तपाईँको हुन्छ नि, तपाईँको इज्जत, तपाईँको चाहनाहरू चाहिँ तपाईँको सक्षमताले निर्धारण गर्छ क्या। मागेर खानु र आफूलाई चाहिएको कुरा आफैले किन्न सक्नु, यो दुईवटा कुराहरू चाहिँ बिल्कुलै फरक कुरा हो है। तपाईँ जतिसुकै धनी हजुरहरूले राजकुमारसँग बिहे गर्नुभयो भने होइन, आफूले मागेर खाएको र आफ्नो लागि आफै खर्च पुर्याएको भनेको छुट्टै कुरा हुन्छ। अहिले चाहिँ अब तपाईँहरू जतिसुकै माया प्रेममा भए पनि अहिलेको लागि चाहिँ उसले तपाईँलाई पाउनु छ होइन। अहिलेको लागि त उसले तपाईँलाई आकाशको तारा खसाइदिने मतलब त्यस्तो कुरा गर्छ होइन। तर जब तपाईँको भविष्य, बिहे पछाडिको भविष्य जब सुरु हुन्छ नि, जब तपाईँको बालबच्चा हुन्छ, जब तपाईँसँग पैसा हुँदैन, जब तपाईँ सक्षम हुनुहुन्न भनेदेखि तपाईँको इज्जत चाहिँ तपाईँको सक्षमताले निर्धारण गर्छ क्या त्यतिखेर। अनि त्यो भएर चाहिँ म चाहिँ के भन्न चाहन्छु भने अनम्यारिड दिदीबहिनीहरूलाई चाहिँ आफ्नो खुट्टामा आफू नउभिकन कहिले पनि बिहे नगर्नु क्या। ठिक छ, यदि अब लेट भयो, पढाइ लेट छ, हजुरहरूको जर्नी स्लोली स्टार्ट भइरहेछ भने पनि आफू सक्षम, आफूलाई के गर्दा ठिक हुन्छ, कस्तो खालको शिक्षा चाहिँ मैले पढ्नुपर्छ, मैले चाहिँ के गर्न सक्छु भविष्यमा भनेर आफू सक्षम भएर मात्र बिहे गर्नु होला है। अनम्यारिडको लागि भनेको यो चाहिँ। हजुरहरूलाई मेरो कुरा गलत लाग्न नि सक्छ, जब तपाईँहरू आफूलाई पढ्छ अनि मात्र थाहा हुन्छ क्या यो कुरा चाहिँ। म कतिपय ठाउँहरूमा देख्छु होइन, कति माया प्रेम भएर बिहे गरेको हुन्छ, लास्टमा चाहिँ उसको इज्जत, उसको मान सम्मान चाहिँ उसको सक्षमताले निर्धारण गरेको हुन्छ, त्यो हो कुरा। अनि सुरुमा त अब तपाईँलाई पाउनु भनेको उसको पहिलो प्राथमिकता हुन्छ, उसले जे पनि भन्छ होइन, भनेका कुराहरू सबै पुरै हुन्छन् भन्ने पनि छैन। जिन्दगीको कुनै न कुनै मोडमा गएर चाहिँ तपाईँले केही न केही नराम्रो प्रसङ्ग चाहिँ सुन्नै पर्छ तपाईँ आफू सक्षम हुनुहुन्न भनेदेखि। अनि तपाईँले तपाईँको आफ्नो रूप शरीर जतिसुकै मेन्टेन राख्नुहोस् होइन, त्यसमा कुनै पनि डिपेन्ड हुँदैन। यदि अब त्यसमा तपाईँको डिपेन्ड हुने कुरा होइन। तपाईँ कति पढ्नु भएको छ, कति कमाउनुहुन्छ, तपाईँको समाजमा कतिको इज्जत छ, त्यो कुरामा चाहिँ डिपेन्ड हुन्छ क्या। त्यो भएर चाहिँ म के भन्न चाहन्छु भने अनम्यारिड दिदीबहिनीहरूलाई आवेशमा आएर विवाह नगर्नु होला। आफ्नो खुट्टामा आफै उभिएर आफै सक्षम भएपछि मात्र विवाह गर्नु होला है। त्यति भन्न आएको ल।